सक्नुहुन्छ यहाँ जाम चाहिँ यस्तो लाग्दो छ यहाँनिर ओभर डार्दो जाम छ आधी घन्टा भयो बसेको खासमा आज नर्थ थियो कि नर्थ क्यान्सल भएर यता जलुक नर्थको बाटै छैन अहिले बर्खाले गर्दा यहाँ नथुला देखाएर जलुक एक दुई होल्ड गरेर रङ्ली रम्फू निस्केर भोलि गान्तोक जानु छ यस्तो लाग्दो यहाँनिर चिसो छ कि अब यस्तो लाग्दो हावा चल्दैछ यहाँनिर यहाँ क्यामेरा त्यति क्याप्चर त कहाँ हुन्छ हावा हो ओभर लाग्दो जाम के भन्नु अब म्याक्सिमम् 400-500 गाडी चाहिँ होला यो लाइनमा लास्ट गाडी त हाम्रै छ यहीँ बिस्तारै आएको त जलुक जानु छ हो गान्तोक ट्याक होइन हामी एकदम तपाईँको नथुला चाहिँ यहाँ माथि होला यो माथि यहाँदेखि हिँडेर जानुपर्छ तपाईँले तपाईँहरू लेक एकदम हेर्नुहोस् यहाँ नथुला जानुभन्दा अगाडि लेक थियो तल नेचुरल लेक हो यो एकदम दुईवटा अब माथि गएर टुरिस्टलाई ड्रप गर्छु आधी घन्टा जस्तो वेट गर्छु त्यहाँबाट डाइरेक्ट हरभजन शिव मन्दिर गएर हो त्यहाँ एकछिन दर्शन गरेर त्यहाँबाट डाइरेक्ट जलुक जिजा टुर देखाउँदै लगेर तपाईँहरूलाई हम्मी भ्यू पनि देखाइदिन्छु बाटोमा हेर्नुहोस् है एभ्रिवान यस्तै छ हामी त भर्खर उयो त्यस्तो आइडिया पनि छैन हो जस्ट ट्राई मात्रै गरेको के हुँदो रहेछ लाइक फलो गरिदिनुहोस् गाइस अहिले चाहिँ फिलहाल हामी यहाँ ओल्ड बाबा मन्दिर आइपुगेछ हो एकदम तपाईँले हेरिहाल्नुहोस् यहाँ रोड चाहिँ कस्तो चाहिँ छ भाइ त्यस्तो रातो गाडी स्लिप गऱ्यो भने धन्न टायर नयाँ नयाँ थिएर मात्रै यहाँसम्म आइपुगेको हो आधी गाडी त तलै छ चिप्लिँदैछ हेरिहाल्नुहोस् ओल्ड बाबा मन्दिर ऊ पर छ मेरो गेस यहाँ छ एकछिन रोकिदिएको यहाँबाट चाहिँ गइन्छ फेरि यहाँबाट ओह्रालो यहाँबाट चाहिँ गइन्छ टक्कै ओह्रालो मजाले फेरि सँग गइन्छ ओह्रालो मेरो गाडी चाहिँ यहाँ छ हेरिहाल्नुहोस् चिसो यस्तो लाग्दो छ कि अबि कान दुख्दैछ नि हौ चिमाटे यस्तो हुँदैछ कान चिरिक चिरिक